नमस्ते साथीहरू, म तपाईहरुको साथी एलिस राय। फेरि स्वागत छ मेरो युट्युब च्यानलमा। आज म एकदमै चाखलाग्दो भिडियो देखाउने छु, किनकि आज म तपाईहरुलाई बिरालो हाम्रो घर गाउँमा धेरै देखिने एउटा न्यानो र माया गर्ने साथी, यसको बारेमा सबै कुरा सुनाउँदै छु। सुरुमा त सामान्य जस्तो लाग्छ, तर बिरालोसँग धेरै रोचक तथा बानी व्यवहार र रहस्य हुन्छ। सुरु गरौँ आजको भिडियो। बिरालो संसारभरि 9000 वर्ष अघिदेखि नै मानिससँगै बस्दै आएको जनावर हो। पहिले बिरालोलाई घरमा मुसा, छुछुन्द्रो, किरा फट्याङ्ग्रा नियन्त्रण गर्न राखियो। नेपालमा गाउँघरमा पनि बिरालोलाई भान्साघर जोगाउनका लागि राखिन्छ। मुसा हटाउनको लागि, परिवारमा खुसी ल्याउनको लागि राखिन्थ्यो। बिरालोले चाहे त आफूलाई राजकुमारी जस्तो राख्छ, चाहे त जङ्गलको बाघ जस्तो चल्छ, दुवै बिहेनती हुन्। बिरालाका आँखाहरू राति चम्किन्छन्, त्यसैले रातमा हेर्दा झन रोचक देखिन्छ। केही बिरालो काला सेता मिश्र, केही पहेँला, केही फुलफुलो, केही थोरै खाले। सामान्य 3-5 किलो, तर धेरै खाइदिने वा विदेशी जात भए 8-10 किलो पनि हुन्छ। यिनीहरूको मुख्य विशेषता नुहाउने नपर्ने, शरीर हल्का र फुर्तिलो, जम्मा 6-7 फिटसम्म। बिरालोको बानी एकदमै अनौठो हुन्छ। कहिलेकाहीँ बच्चा जस्तै माया देखाउँछ, कहिले घमण्डी भएर टाढै बस्छ, कहिले तपाईको गोडामा बसेर पुरै माया देखाउँछ। बिरालोको पुच्छार हल्लाएर म्याउ म्याउ गरेको हातले खुट्याएको छ। यो सबै अलग अलग अर्थ हुन्छ। म्याउ बोल्दैछ, ध्यान माग्दैछ, घर्सिएर बस्यो, मालिकलाई माया, आफ्नो गन्ध ल्याउँदै टाढा बस्यो, निजी स्पेस हल्का थिचेर बस्यो, तपाईलाई विश्वास गर्छ। गाउँमा बिरालोले सामान्य भात, दुध, सानो मासु, माछा, तरकारी खाइदिन्छ, तर धेरै मात्रामा दुध दिने उपयुक्त हुँदैन। धेरैलाई डाइजेसन समस्या हुन्छ। सन्तुलित खानाले बिरालो 12-15 वर्षसम्म पनि बाँच्न सक्छ। बिरालोलाई धेरै जस्तो समस्या हुन्छ, जुगा झर्ने, घाउ, फग्लन, छालाको याम, डिहाइड्रेसन। त्यसैले बेला बेला नङ काटिदिने, छाला हेर्ने, झोल पानी, दुध पानी दिने, वर्षको 1-2 पटक भ्याक्सिन एकदमै महत्त्वपूर्ण हुन्छ। बिरालोलाई अरूभन्दा धेरै सुरक्षित ठाउँ मनपर्छ। यिनीहरूलाई नरम कपडा, सुत्ने ठाउँ, धुप लाग्ने ठाउँ, सुस्ताउने शान्त कोठा अति प्रिय हुन्छ। केही बिरालो त घरको छत, भान्सा ढोकाको माथिल्लो भागबाट नै हेर्दै बसेर चौकीदार पनि बन्दै गर्छन्। बिरालोले चाहे त तपाईलाई माया गर्छ, नचाहे त इग्नोर गर्छ, तर एकपटक विश्वास गर्यो भने मालिकलाई पछ्याउँछ। बोक्सी भन्दै बाहिर निकाल्दिने गर्छन्। काखमा बसेर पुर पुर आवाज निकाल्छ। यो पर्नु भनेको खुसीको सङ्केत हो। मान्छेसँग इमोसनल एट्याचमेन्ट बनाउन बिरालो बाहिर हुन्छ। सधैँ सफा पानी, दुध, कम मासु, भात, ठिक्क नुहाउन, कहिलेकाहीँ मात्र पर्सनल कन्ट्रोल, खेलौना, दुलो दिनुपर्छ, परिवर्तन मन नपर्ने घर साधा ध्यान दिनुपर्छ। बिरालो बच्चा जस्तै संवेदनशील हुन्छ, खासै कडाइ नगर्नुहोस्। साथीहरू, यो थियो आजको बिरालोको जीवन बानी, खानपान, इतिहास र घरपालुवा टिप्स। यदि तपाईको घरमा पनि कुनै बिरालो छ भने कमेन्टमा नाम लेख्नुहोस्, म पढ्छु। भिडियो मन परे भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा भेट हुने नै छौँ। त्यतिन्जेलको लागि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।